यी आमा कि सौतेनी आमा, मैले आफै अब बाको अहंकारबाट देशले मुक्ति पायो, ममतामय आमा पाएको छ भनेर तपाईको प्रशंसा गरेको थिएँ, तर तपाईको निर्णयले आज मलाई नै लाज लागेको छ। 5 जना मान्छेले चाहेमा भ्रष्टाचार 5 दिनमा अन्त्य हुन्छ भन्नुहुन्थ्यो, आज सोध्न मन लागेको छ ती 5 जना को हुन्? निसन्देह तपाई त हैन। आज मलाई एउटा निर्मम समीक्षा गर्न मन लागेको छ। यदि कसैलाई असर गरेमा अग्रिम क्षमा चाहन्छु। सत्ताको संघारमा उभिएर जब कुनै पनि नायकले आफ्नो नैतिक धरातल बिर्सिन्छ तब इतिहासले उसलाई क्षमा गर्दैन भन्ने यथार्थ आज बालुवाटारको पलखालभित्र गुन्जिनु आवश्यक छ। प्रधानमन्त्री सुशीला कार्कीज्यू, तपाईको आगमनलाई नेपाली जनताले एउटा नयाँ बिहानीको रूपमा स्वागत गरेका थिए र तपाईलाई एउटा अभिभावक अर्थात् आमाको दर्जा दिएर श्रद्धा अर्पण गरेका थिए। तर आज तपाईका हालैका निर्णयहरूले एउटा गम्भीर र निर्मम प्रश्न जन्माएको छ के एउटा आमाले आफ्ना योग्य सन्तानहरूलाई सडकमा भोकै राखेर अयोग्य र चाकडबाजीहरूलाई राज्यको ढिकुटी र शक्ति सुम्पिन सक्छ? यो प्रश्नको उत्तरले नै तपाईको छविलाई आमाबाट सौतेनी आमाको दर्जामा धकेलिदिएको छ। एउटा बौद्धिक नागरिकका लागि यो भन्दा ठूलो विडम्बना र पीडा अरु के हुन सक्छ? जुन हातले न्यायको लौरो समात्ने अपेक्षा गरिएको थियो तिनै हातहरू आज नातावाद र कृपावादको निकृष्ट खेलमा रत्तिएका छन्। मान्छेको पतनका लागि बाहिर शक्ति नै चाहिन्छ भन्ने छैन। मान्छे आफ्नै आन्तरिक कमजोरीहरू जस्तै नातावाद, कृपावाद, लोभ, अहंकार, अदूरदर्शिता, आत्मकेन्द्रित सोच र चाकडी प्रतिको आसक्ति र सार्वजनिक जवाबदेहिताको अभावले समाप्त हुन्छ। तपाईले विगत 6 महिनामा आर्जन गरेको जुन एउटा नैतिक उचाइ र इज्जत थियो त्यसलाई आफ्नै स्वकीय सचिवलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाउने एउटा आत्मघाती निर्णयले माटोमा मिलाइदिएको छ। यो केवल एउटा नियुक्ति मात्र होइन, बरु यो त ती हजारौं विज्ञ अनुसन्धानकर्ता र योग्य युवाहरूको सपनामाथि गरिएको वज्रपात हो जो आज योग्यता भएर पनि सडकमा भौतारिन बाध्य छन्। जब राज्यका संयन्त्रहरू विज्ञहरूको थलो नभई राजनीतिक भर्ती केन्द्रका बन्न थाल्छन् तब लोकतन्त्रको आत्मा मर्न थाल्छ र तपाईले ठिक त्यही आत्मघाती बाटो रोज्नु भएको छ। नातावाद र कृपावाद यस्ता क्यान्सर हुन् जसले बिस्तारै बिस्तारै संस्थाको जगलाई खोक्रो बनाउँदै लैजान्छ। प्रकृति संरक्षण जस्तो संवेदनशील र प्राविधिक क्षेत्रमा एउटा प्रशासनिक स्वकीय सचिवलाई नेतृत्व सुम्पिनु भनेको विज्ञताको उपहास र सत्ताको नग्न नृत्य बाहेक अरु केही होइन। के यो देशमा प्रकृति र वातावरण बुझेका विज्ञहरूको अनिका